दिदी, विश्वासी भएदेखि मेरो जीवनमा धेरै समस्याहरू आएको छ। मलाई त लाग्छ परमेश्वरले मेरो प्रार्थना नै सुन्नुहुन्न। त्यस्तो होइन बहिनी, विश्वासीहरू सबैले यस्तो समस्याको अनुभव गर्छन्। तर परमेश्वरले भन्नुभएको छ, म तिमीलाई कुनै रीतिले त्याग्ने छैन। किन विश्वासी जीवनमा यस्तो समस्या, परीक्षा अनि कठिनाइहरू आउँछन् त दिदी? समस्या भनेको हामीलाई विश्वासमा बलियो बनाउन आउँदछ। जस्तै सुनलाई शुद्ध बनाउनलाई आगोमा कति खार्नुपर्छ, त्यस्तै हाम्रो जीवनमा पनि समस्याहरू आउँछन्। ती समस्याहरूलाई पार गर्दै जाँदा हामी पनि विश्वासमा बलियो हुँदै जान्छौँ। त्यसो भए दिदी, अब मैले के गर्नुपर्छ? त्यसो भए अब तिमीले प्रार्थना गर्ने, आफ्नो समस्या सबै परमेश्वरलाई भन्ने, वचन अध्ययन गर्ने र सङ्गति जानलाई चाहिँ कहिले छोड्नु भएन है। अब उसो तपाईँले भन्नुभए चाहिँ म गर्नेछु। तपाईँले धेरै धन्यवाद। अब म कहिले निराश हुँदिनँ। परमेश्वरमा भरोसा राख, उहाँले आफ्नो समयमा सबै ठिक गर्नुहुन्छ।